हेलो गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। आज म बिहानै उठेर मुख धुएँ अनि सरसफाइ गर्नतिर लागेँ। सुरुमा मैले आँगन बढालेँ। मैले आँगन बढाल्दा बाबुले मलाई डिस्टर्ब गरिरहेको थियो। आँगन बढालेर म भाँडा मिच्नतिर लागेँ। फाइनली भाँडा पनि मिसिसकेँ। यो चाहिँ मेरो बहिनी हो गाइज, आगो बाल्दैछ। यो चाहिँ डान्सर बाबु बिहान बिहान डान्स गर्दैछ। अब म लागि खाना बनाउनतिर। खाना बनाउनलाई त पहिले तरकारी टिपेर ल्याउनु पर्यो। अब जाम है त हाम्रो सानो करेसाबारीमा। दालमा हाल्ने लसुनको पातहरू टिप्छु अनि मैले साग टिपेँ। अब म लागि साग पखाल्नतिर। साग पखालेर सागमा हाल्नको लागि प्याज, टमाटर, लसुनको पातहरू रेडी बनाएँ। दाल पकाउँदा बाबुले मलाई रोस लगाइदिँदै थियो। फाइनली दाल बसाइ पनि सके गाइज। अब एकछिनमा खाना रेडी हुन्छ। ल भन्दा खाना खाने टाइम नै भइसकेछ गाइज। अब म चाहिँ खाना खाएर नुहाएर तोरी काट्न जान्छौँ। मम्मी बुवा हुनुहुन्न, तोरी पाकिसकेछ। फाइनली मैले र बाबुले नुहाएर तोरी काट्नतिर लागिसक्यौँ। दिदीले नुहाउँदैछ। यो चाहिँ हाम्रो बारी हिजो आधी काटेको थियो, आज थोरै बाँकी छ। हामीले चाहिँ तोरी काट्छौँ, बाबुले लगेर राख्छ। फाइनली तोरी काटिसकियो। हामी चाहिँ लाग्यौँ घरतिर। Thank you so much for watching guys.